भयो फेरि स्टार्ट काम। अहिले कति बजेछ टाइम? अहिले टाइम भएछ 10:54। क्या बोला तूने? आज ढिलो भयो हो स्टार्ट गर्दाखेरि रेडी हुनलाई। र हिजो अस्तिको थकाइ मेटिएकै छैन। हिजो अस्तिको दिनरात कामले गर्दाखेरि खुट्टा दुखेर हातखुट्टा दुखेर थकाइ मेटेको छैन। निन्द्रा पुरा भएकै छैन आज। सुन भाइ, आज के बार हो? आज आज शनिबार। के आइतबार होइन, शनिबार। ल अहिले वर्धमान म चाहिँ मिसिनमा बसिरहेको छु। फास्ट बेस किन्दैछु अब। फास्ट बेस यो पहिले काम हुँदाखेरि चाहिँ बहुत साह्रो यता टाइममा पुग्नु पर्यो, उतिर उता उतै। र म छु अहिले तेजपुर डिपुटा साइडमा। आज लगाएर हामीहरूको चाहिँ 14वटा पाइल भयो। अब 14वटा पाइल बाँकी छ। अब कहिले सक्नु यो 14वटा पाइललाई ढुक्क हुन्छ भने त्यहाँ चाहिँ अलिक रेस्ट पाइन्छ कि नभए त रेसै भएको छैन। यता पाइलले गर्दा उता साइडले गर्दाखेरि कहिले सकिन्छ पाइल तब ढुक्क हुन्छ जस्तो लागिरहेको छ। र अहिले म दिएछु फास्ट लोड बेस। कङ्क्रिट अनलोड भइरहेको छ। अहिले चाहिँ मिसिन जग्गामै लागिरहेको छ, अनलोड भइरहेको छ फास्ट लोड। अब भोलिबाट चाहिँ त नदी पल्लोपट्टि उतारि जान्छ। यता वल्लापट्टि 14वटा चाहिँ आज कम्प्लिट हुन्छ। 14वटा अब भोलि दिनु त 14वटा। ओल्लो गाउँमा सक्यो, पल्लो गाउँ भोलि। अब पल्लो थरी पल्लो थरी, पल्लो गाउँ भोलिबाट। अब हिजो अस्ति पस्नु पर्थ्यो यता उतो बाटाबाट, अब भोलिबाट पस्नु पर्छ। अब यहाँ देखिँदैन। अब त भन्नु त होइन। र आज एक साइड चाहिँ आज हामीहरूको कम्प्लिट भयो पाइले। अब एक साइड कहिले खत्तम हुन्छ खै थाहा छैन, कहिले हुन्छ। यो पाइल सकेपछि अलिक आराम पाइन्छ। अनि अहिले त रुममा बस्नै मलाई टाइम पाइएको थिएन। अहिले त जहाँ तहाँ कुदै गरेर कहीँ एउटा जग्गा जान थियो, त्यो पनि जान, एउटा जग्गा जान थियो, त्यो पनि जान पाइएकै छैन। टाइम फुर्सदै मिलेको छैन कि। खै यस्तै छ, चल्दैछ है काम मेरो, चल्दैछ। साथीभाइको कहाँ कस्तो चल्दैछ भन्नु होला।